कति साह्रो लेखेर बसेको यार। एकोरो भएर ध्यान दिएर के लेखिरहेको होला बा? अब के लेख्ने हो, यही पैसाको हिसाब किताब त हो नि, कतिजनालाई कसलाई तिर्न छ भन्यो लेख्यो, यही कापीमा मात्रै सीमित भइरहेछ। अनि केटाहरू आज कहाँ गएछ त नि, अहिलेसम्म आउँदैन, फोन गरे फोन पनि लाग्दैन। ओह बल्ल आइपुग्यो एकजना। बुद्धिमान के छ के लेखेर बसेर चिन्ता गर्नु के चाहेर बसेर तिमीहरू यार भात खाने बेलामा भात खाने होइन भात खाने भने मान्छे कुर्दा कुर्दा बल्ल बल्ल आएछ। अहिलेदेखि कुरेर बस्यो हामी। अनि खोइ त साहित्य आएन आज त सिउडीमा सुवर ल्याङ हान्देर यार नेपालमा भएको भए म त्यो डन्डाले त्यसलाई घोचेरै के गरिदिन्थ्यो होला। यस्तो दिमाग चढेर यार। अनि बुद्धिजीवीको आज ड्युटी कस्तो भयो त? ड्युटी कस्तो हुनु त? त्यस्तै त ड्युटी, सदा जस्तै त ड्युटी गरेर आयो। मेरो पनि त्यस्तै हो ड्युटी। अब सबैलाई थाहा थियो नि हामी यहाँको बसाइ ड्युटी सधैँ भन्नु पर्दैन नि। बरु खाना मगाउने भनेको खोइ त नि, खाना मगाउने भने मान्छे आइपुगेन। साहित्यले आज डरै पेलाउनु पर्यो जस्तो। साहित्यको पनि सुपरभाइजर चेन्ज राख भन्दै थियो। ए साँच्च मलाई नि फोन गरेर त्यसले यार मेरो त ल्याङ दिइरहेको छु सुरज नयाँ आएको छ नाम लिए सैतान हाजिर भन्छ नि। के हो साहित्य? अनि खाना खानु पर्छ भनेर कुरेर बस्दा बस्दा यत्रो भइसक्यो। अनि आज बहुत काम धेरै भयो क्या। चिन्तेको खानेमा चिन्ता छ। मुस्कान हेर त्यहाँ आज डरै टिस्टार ल्याएर आज त साहित्य। अरे यार तिमीहरू मुस्कान देख्छौ यार, दिनभरिको चर्को घाम, अर्काको काम, अनि मनभरि घरको सम्झना, अनि आफन्तको यादहरू, साह्रै गाह्रो हुँदो रहेछ। तिमीहरू ओठको मुस्कान मात्रै देख्छौ, हृदयमा के बितिरहेको छ त्यो बुझ्ने कुरा गर्दैनौ यार। वाह 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 क्या राम्रो क्या होइन। यो हो नि त लाइन हुने, त्यही भएर त अहिलेसम्म भात नखाइकन यत्रो कुरेर बसेको। ल अब भात खाउँ होइन। अब भोलि फेरि एकछिन सुत्न आउँदै त होला ड्युटी, फेरि भोलि बिहानै कुदिहाल्नु पर्छ। 4 बजी होला फेरि 4 बजे साहित्य सुन्दा त साह्रै ड्युटी नै नजाउँ जस्तो लाग्यो त। म यो बन्द गरेँ, खाना खाउँ। अनि मलाई त टाउको देखेर साह्रै गाह्रो बनिरहेको फेरि ड्युटी पनि भोलि जानु सक्ने नसक्ने। जहाँ यस्तो टाउको देखेर रिङ्गा टुला के भयो यो। ल खाना खाउँ है। ल दाइ ड्युटी जानु भएछ नि त। त्यो भाइले उठ्नु भाइ ड्युटी जानुपर्छ नि। ड्युटी टाइम भइसक्यो। ओहो दाइ मलाई त लास्टै टाउको दुखिरहेछ हौ दाइ, शरीर पनि ठिक छैन। त्यसैले आज जान्नु होला दाइ म काममा। तपाईँहरू जाँदै गर्नु, अहिले तपाईँ ठिक भयो भने आउँछु नि म। ड्युटी नगरेर कहाँ हुन्छ र? कम्पनीले फेरि पैसा काट्छ। के भयो साथीलाई फेरि? टाउको दुखेर साह्रै गाह्रो बनायो यार। तिमीहरू जाऊ, अब सुपरभाइजरलाई भनिदेऊ न बिरामी छ भनेर है। होइन साथी त्यस्तो भनेर कहाँ हुन्छ? ड्युटी जानुपर्छ, स्यालेरी काट्छ। हामी महिनाभरि काम गर्दा ड्युटी स्यालेरी काटेर ड्युटीमा कम्पनी ठिक छैन नि त। ल रेडी हो जानुपर्छ। हुन्छ यार, बरु जसरी भयो नि गर्नु पर्ला। घरमा पनि पैसा हाल्ने बेला भइसक्यो, तनाव छ। ओहो मलाई त लास्टै चक्कर लाग्यो त। ओ साथी के भयो? कस्तो चक्कर लाग्यो यार, मलाई त साह्रै गाह्रो बनायो। म बुद्धिलाई फोन गर्छु है एकैछिन। हेलो बुद्धि, छिटो आउनु पऱ्यो क्या, यहाँ चिन्ते डल्यो। हाम्रो यो काम गर्ने लोकेसन 2 नम्बर सेक्टरमा छिटो आउनु पऱ्यो। भाइ बिहानै भन्दै थियो नि म आउनु सक्दिनँ है भनेर। ल्या गाह्रो पो भएछ है। पानी खानु दियो कि थिएन? यत्रो घाम चर्को छ। ल चौँ हस्पिटल बिस्तारै उठ त भाइ। ल साथी है, औषधिहरू सबै मैले यो ब्यागमा ल्याएँ। अनि यसमा 10 दिनको छुट्टी स्लिप पेपर पनि छ, छुट्टी पेपर। यो लगेर म सुपरभाइजरलाई बुझाइदिन्छु। औषधि खाने, 10 दिनको आराम रेस्ट गर्ने है त। ल सबै कुरो यसैमा छ। ल म चाहिँ ड्युटी जानुपर्छ बुद्धे। चिन्तेलाई रुममा लगिदिनु। साहित्य पनि आइपुग्नुलाई हेर्नु कल गरिरहेको थियो, एकछिनमा आइपुग्छ होला। अनि उसलाई रुममा लगेर छोडिदिनु। ल बुद्धे म गयो, भयो बेलुका रुममा भेटौँला है। ओ
ओहो भाइ के भएछ दाजु चिन्ते भाइलाई? लाई अब इम्युनिटी पावर अलिक कम भएको छ, सिपलिल छ, 10 दिनको छ। डक्टरले त्यही भन्छ 10 दिन रेस्ट लिएको छ, सबै कुरा गरिदिएको छ। अलिकति टाइममा खानेकुराहरू खानुपर्छ भनेर भन्ने छ। मैले त भन्दै थिएँ कि भाइलाई धेरै टेन्सन नगर्नु, अनि कमजोर भइन्छ, राति सुत्ने गर्नुहोस् भनेर क्या। त्यही त ल अब धेरै टेन्सन नगर्नु, सब ठिक हुन्छ भाइ होइन। अब म पनि उता ड्युटी छोडेर अफ भएरै आएको आउन चाहिँ। ल जाउँ रुमतिर जाउँ, अब यसो आराम गर्ने, अनि दबाई सबाई खाने ठिक हुन्छ। ल जाउँ। साँच्ची मैले त कस्तो सोध्नै बिर्सेछु हौ खाँदा खाँदै, यत्तिकै गफमा लाग्यो। साँच्ची हाम्रो त चिन्ते भाइलाई चाहिँ कस्तो भइरहेको छ। अब 1 हप्ता भइसक्यो, मैले त अब भेट्न पनि पाएको छैन। त्यसरी चाहिँ अर्को रुममा बस्ने, ड्युटी पनि यस्तै भयो। कस्तो हुँदैछ हौ उसलाई? अहिले अलिक रिकभर भएको भन्दै थियो। अब भेट हुँदैन, हामी नि राति नै जानुपर्छ, एउटै रुममा भएर नि के गर्ने, भेट हुँदैन। अलि रिकभर भएको छ। आज त स्यालेरी आउने दिन हो, बुद्धे अनि हाम्रो साहित्यको अनि आयो होला नि त। सेलेरी त आउनु पर्ने, खोइ मेसेज सेसेज केही पनि आएको छैन के अरे। भन्नु बित्तिकै सेलरी नै आइहालेछ नि त। कति आएछ? खै कति आएछ? काटेर आएछ त स्यालेरी अनि। फेरि मेरो त आएन त। मेरो पनि आइदिने। मेरो त यत्रो काटेर आएको छ, चिन्तेको त झन् कति काट्यो होला। मेरो पनि काटेरै आउने त होला। यो परदेशमा पनि यस्तै रहेछ, श्रम अनुसारको मूल्य नपाउने, अनि श्रम अनुसारको हामीले पाउने अधिकारहरू हकहरू नपाउने। तेरो साहित्य तँसँग राख क्या, बरु चिन्तेलाई भेट्न जाऊ। त्यो चिन्तेको कति काटेर आयो होला। जाऊ 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 उसलाई भेट्नै जाऊ। ओ चिन्ते ठिक छ नि अहिले आजभोलि अलिक? हामी त यार कामकै कामले गर्दा तिमीलाई त्यति केयर पनि गर्न भ्याएन है। कस्तो छ त अहिले? औषधिहरू खाएको छ नि बेलामा? कस्तो छ त अहिले? ठिक छ? ठिकै छ यार। के छ भने तिमी कताबाट आएको अहिले भर्खर यार? हामी त बाहिर बसिरहेको थियौँ, अनि स्यालेरी पनि आयो, अनि सबैको स्यालेरी काटेर आएको छ। तिम्रो कस्तो आएछ भनेर? मेरो पनि धेरै नै काट्यो होला। अनि 1 हप्ता भइसक्यो नगएको। आयो होला हेर न आफ्नो नि। मेरो पनि काटेर पो आएछ। जम्मा 500 पो आइरहेको छ। हामी अब दिनकै ड्युटी गर्ने मान्छेको त काटेर आएछ। अब झन् भाइको अब यत्रो विधि एब्सेन्ट छ, छुट्टी छ, सिक लिभको, अब काटिहाल्छ नि। घरबाट फोन गरेको थियो, चाउरले पैसा माग्न आएको रहेछ भनेर। पैसा आउँथ्यो 400-500, पठाउने कि खाने कि साह्रै तनाव बनायो। अब नआत्तिनु, हाम्रो पनि त्यस्तै छ, हाम्रो पनि त्यस्तै समस्याहरू भइरहेको छ। नआत्तिनु, अब परदेशमा अहिले आत्तिएर पनि केही पनि हुँदैन। अब चिन्ता नलिनु, बिस्तारै अब सोल्युसन भइहाल्छ नि। त्यस्तै हो परदेशमा, चिन्ता नलिनु ल भाइ। भन्दा फोन पनि आयो घरबाट, स्यालेरी आउने दिनुभयो होला। घरमा आश गरेर बसिरहेको छन् आज स्यालेरी आउने भनेर। अब पैसा अब यस्तो छ, फोन पनि के उठाउनु। होइन भाइ, फोन त उठाउनु पऱ्यो नि। अब यो बेला होइन, फोन त उठाउनु। झन् फोन उठाएन भने झन् मान्छेले नराम्रो सम्झिन्छ, परिवारले नराम्रो सम्झिन्छ भने फोन उठाउनु पऱ्यो नि भाइ। खै घरमा के जवाफ दिनु र हौ दाजु? पैसा ठुलो कुरा होइन, फोन उठाउनु। हेलो हेलो साने, के छ खबर? के गर्दैछौ? यत्तिकै बसिरहेको छु। तिमी के गरिरहेछौ? आज त सेलरी आउने दिन होइन र? कतिखेर आउँदैछौ? स्यालेरी आउने दिन त हो, हेर न त्यति भने जस्तो आएन चाहिँ यसपालि पनि। सबै काटेर आएछ। यसपालि झन् बिरामी भएर धेरै नै सुतेर बसेँ। साह्रै गाह्रो भनिरहेछ हौ मलाई। यत्रो महिना भइसक्यो तिमी विदेश गएको, अहिलेसम्म 1 रुपियाँ खर्च पठाउँदैनौ घरमा। पैसा चाहिँ तिमी के गर्छौ? किन बाहना बनाउँछौ जहिले स्यालेरी आउने बेलामा? तिमी कहिले घरको समस्या कहिले पनि बुझ्दैनौ। छोरी छ भन्ने कुरा तिमीलाई थाहा छैन अलिकति पनि? छोरीको फी कति आउँछ, यहाँ रुम भाडा कति धेरै आएको छ, मैले के गरौँ? नरिसाउ न, मैले सबै बुझेको छु। तर के गर्ने हेर न, मेरो पनि स्वास्थ्य अवस्थाले गर्दाखेरि राम्रोसँग कमाउन सकिरहेको छैन। त्यसैले हो कि केही म्यानेज गर न अहिलेलाई। कसरी म्यानेज गर्ने हो र? यहाँ मैले म्यानेज गर्न सक्ने जब त गरेको हो त। पठाउ भनेपछि पठाउ न, कस्तो बुझ्दैनौ तिमी?
तिमी यस्तो अबुझ कुरा नगर न, मैले सबै तिमीलाई भनिरहेको छु त मेरो अवस्थाको बारेमा। किन यस्तो अबुझ कुरा गर्छौ तिमी? प्लिज मलाई जसरी भए पनि पैसा पठाइदेऊ। पैसा पठाउन नसक्ने भए तिमी किन विदेश गयौ? जहिले किन बहाना बनाउँछौ पैसा पठाउने बेलामा? चारैपट्टि पैसा पैसा भनेर तनाव दिइराखेका छन्। मैले चाहिँ गर्नु के? बुझ न, तिमी किन बुझ्दैनौ? त ल म पछि कुरा गर्छु है। भाइ अब समस्या भएरै होला होइन, चिन्ता नलिनु, समस्या भएरै नै होला, त्यस्तो भएको चिन्ता नलिनु ल। खै के गर्ने हो दाइ, न स्वास्थ्यले दिन्छ, न स्यालेरी एउटा भनेर आएको छ, एउटा स्यालेरी आएको छ, न पुरा स्यालेरी कहिले आउँछ। घरमा त्यत्तिकै तनाव छ, आफ्नो अवस्था यस्तो छ, कमाउन भनेर आएको खै सकिँदैन कि क्या हो दाइ? चिन्ता नगर्नु भाइ, सबैको यस्तै हो नि, घरको मान्छेहरूले कुरा बुझ्दैन। ल अब धेरै चिन्ता नगर चिन्ते, अब यस्तै हो। म पनि अब अहिले जान्छु ल, एकछिन बाहिर जाउँ न। साह्रै नै समस्या परेको जस्तो छ चिन्तेलाई। ल हाम्रो पनि सेलेरी खासै धेरै आएको छैन कि, अब यसो अलिअलि गरौँ न, सहयोग मिलाएर अर्को महिना उसले गरिहाल्छ। उसको घरको समस्या अहिले साह्रै नै छ जस्तो छ, हुँदैन के छ? हुन्छ गरौँ ल, ठिक छ। अनि हौडेलाई पनि भनौँ होइन, उसले पनि गरिहाल्छ हाम्रो कुरा गर्छ ल। यो साहित्यले एउटा अलिअलि सहयोग गरौँ भनेको छ, के छ तेरो विचार हाउडे? हुन्छ नि त, त्यो विषयमा म चाहिँ रेडी छु। अब साहित्य र बुद्धिजीवीले गरेको सल्लाहमा चाहिँ म पनि सहमत छु। खासै मेरो धेरै तलब स्यालेरी धेरै कटेको छैन, थोरै थोरै कटेको छ। खानालाई राखेर बाँकी पैसा चाहिँ चिन्तेको लागि सबैले उठाएर हालिदिउँ न, तपाईँको समस्या रहेछ। तिमीहरू जस्तो साथी छ र जे होस् मलाई ढुक्क छ क्या। परदेशमा नत्र भने कोही मान्छेहरू यति स्वार्थी छन् नि, अब तल्लो बेड माथिल्लो बेडको मान्छेले पनि सुन्दैन। तिमीहरू एउटै रुममा छौ, त्यही भएर म एकदम ढुक्क छु यार। हुन्छ नि त, अब तिमीहरूले निर्णय गर्यो होइन, यो निर्णयलाई चाहिँ अब सही सम्झेरै गरिहाल। ल फोन गरेर भनिहाल घरमा पैसा हालिदिन्छु भनेर। ठिक छ। हेलो, सुन न, फेरि के खाना फोन गरेको घरिघरि? पैसा पठाउन नसक्ने भएदेखि घरिघरि फोन गर्ने आवश्यक पनि छैन, फोन नगर अब। सुन न, मैले यहाँ साथीहरूसँग मागेर पैसा हालिदिनु लगाएको छु। कहाँ कहाँ तिर्नु पर्ने छ म्यानेज गरेर तिर। अर्को महिना मैले पनि साथीहरूलाई दिनुपर्छ, अर्को महिनामा अलिक कम हुनसक्छ। अलि पैसा खर्च राम्रोसँग गर, जहाँ पाए त्यहीँ फर्जुल खर्च नगर है। गाह्रो छ यहाँनिर, म पनि अब बिरामी भएर काम गर्न नसकिरहेको बेलामा तिमी धेरै रिसायो, नरिसाऊ है। अघि नै यति भनेको भए त यति धेरै तिमीले गाली पनि खाने थिएन उता त तिमीले बुझ्नुपर्ने कुरा होइन र? मैले नि अघि आवेशमा आएर झर्काएँ कराएँ, मलाई पनि त्यस्तै चारैपट्टिबाट तनाव आयो, त्यही भएर तिमीलाई कराएँ, नरिसाऊ है। रासिनको पनि दिन्छु, नानीको बिल पनि धेरै आएको छ, माथि घरबेटी दिदीलाई नै पैसा दिन्छु गएर। अहिलेलाई राखिदिन्छ है त अब। ओके बाई। अब सबैको समस्या त्यस्तै हो, मेरो पनि त्यस्तै छ, चिन्ता नलिनु, सबैको समस्या उस्तै हो। यस्तै हो चिन्ते, अब के गर्ने त, अब परदेशमा छौँ हामी होइन। अब कतिपल्ट हामीले सोचेका कुराहरू पुग्दैन, अनि कतिपल्ट चाहिँ हाम्रो घर परिवारहरूले कुरा बुझ्नुहुन्न होइन। त्यसले गर्दा हामीलाई टेन्सन हुन्छ। हामी यो निन्द्रा नपुग्ने देशमा आएका छौँ होइन, तर हामी सपना पुरा गर्नको निम्ति आएका हौँ। तर त्यो सपनाहरू चाहिँ पुरा गर्दै गर्दाखेरि अनि हामी त्यो सपनाहरू पुरा गर्नको निम्ति लागि पर्दाखेरि कतिपल्ट हाम्रो घर परिवारले कुरा नबुझ्दा अनि हाम्रो मनका ती भावनाहरू चाहिँ नबुझ्दाखेरि दुःख लाग्छ। त्यतिकै त टेन्सन छ मान्छेलाई। तेरो साहित्यले मान्छे डिप्रेसनमा जाला अहिले। हेर चिन्ते, टेन्सन भनेको यस्तै हो, पीडा दिलमा हो, तर हामी चाहिँ चिलमा हुनुपर्छ। सब पनि जा, म नि घरमा कुरा सुरा गर्नु छ, रेस्ट गर्नु छ। बुद्धि सब पनि जा, ल चिन्ते तँ टेन्सन नगर, रेस्ट गर। हामीले चाहिँ यो परदेशीको एउटा कथाबाट हामीले सन्देश दिन मात्रै खोजेका छौँ। आशा छ तपाईँहरूले भिडियो मन पराउनु हुनेछ। ओके गाइज, हामी विदेशमा छौँ। विदेश अब नेपालमा बसेर सोचे जस्तो छैन, दुःख छ, तर दुःखै भयो भने हामी पीडा चाहिँ दिलमा हो, मान्छे चिलमा। ओके गाइज, बाई बाई। त्यही नै हो गाइज, हामीले चाहिँ अलिकति भिडियोमा उतार्ने कोसिस गरेको। हामीले अब भर्खर स्टार्टिङ भइरहेको छ, सो समर्थन जनाइदिनु होला होइन।
समर्थन जनाइदिनु होला, सब्सक्राइब गरिदिनु होला यदि अन्तिमसम्म हेर्नु भएको छ भने होइन। हाम्रो अहिलेको यो इन्ट्रो हेरिराख्नु भएको छ भने र हौसला दिनु होला भन्न चाहन्छु। नमस्ते। रियालिटी परदेशको यही हो, तपाईँले बुझिहाल्नुहुन्छ। यो राम्रोसँग ध्यान दिएर यो भिडियो हेर्नु भने तपाईँहरूले आफ्नो जीवनमा धेरै कुराहरू सिक्नुहुनेछ। नमस्ते। बाई बाई। लाइक, कमेन्ट, सेयर